रहेछ यसो नै चौतारी लै बिसाउने चौतारी तिम्रो र मेरो पापको भारी बिसाउने रहेछ यसो नै चौतारी लै बिसाउने चौतारी किन हिँड्छौ चारैतिर भौतारिएर पाउने छैनौ विश्राम तिमीले संसारै घुमेर किन हिँड्छौ चारैतिर भौतारिएर पाउने छैनौ विश्राम तिमीले संसारै घुमेर संसारै घुमेर तिम्रो र मेरो पापको भारी बिसाउने रहेछ। अझै हल्का पानी फालिरहेको छ सुपारी आएर सुकिएछ तर चाहिँ के दाम बालो हिँड्दा है माथि आएको छ भने चाहिँ अब धेरै टाइम लाग्यो त्यही पनि त्यति फाट्यो कि टिटी फाट्यो अझै पानी आएको छैन ठिकै भइरहेको मौसम घाम लाग्ने पानी आउने ल यो मेरो भिडियो कस्तो लाग्छ भने दामी बनाएको छु कस्तो लाग्छ टक्क कमेन्टमा भन्नु होला सुकै छैन लगाए छैन टक्क पानी आएको थियो सबै मौसम पुरै दामी भइसक्यो सो होइन भिडियो कस्तो लाग्छ टक्क कमेन्टमा भन्नु होला फलो गर्नु भएन भने टक्क फलो गरिदिनुहोस् र तपाईँको सिन्थ्यान चाहन्छु अहिले चाहिँ यस्तो अलि चाहिँ ठिकै छ क्या होइन पहिला चाहिँ यस्तो यत्तिकै थिएन अघि त होइन यत्तिकै थिएन होइन बादल सबै उता उता गइसकेको छ अनि यता माथितिर नि पुरै दामी छ क्या माथितिर पुरै हुनुहुन्छ र गाइज किन सबै देखाइसकेँ मैले अझै पनि भिडियो मन परेन भने चाहिँ टक्क कमेन्ट भन्नु होला म अर्को भिडियो बनाउनु लाग्छु किन अब केही छैन यस्तै गाउँको टक्क पानी हुन्छ के हुन्छ भने अब गाउँ यस्तै छ त्यही पनि हो किन अब यसो सिन खोजिरहेको छु कति दामीहरू मिल्छ पछाडिदेखि जाउँ भएर पछाडिदेखि देख्न सक्नुहुन्छ किन अहिले चाहिँ दामी मौसम गरिरहेको छ अघि चाहिँ यत्तिको थिएन क्या किन होइन अघि चाहिँ यस्तो सुर्खेततिर भन्ने पुरै यस्तो छ हो कि नै सुर्खेततिर पुरै यस्तो छ हाम्रो गाउँतिर भन्ने पुरै पानी अनि नेटातिर यस्तो गाइज नेटातिर यस्तो अनि यो गाउँ पनि भइहाल्यो सो हेमाथि चाहिँ खाली अर्का घर छ सो होइन मेरो घर चाहिँ हो यहाँ माथितिर यता चाहिँ टक्क हाम्रो लाउनु भइहाल्यो यहाँ पाल्टो चाहिँ हामी डाँडा भन्छ के अरे अब यता छ मान्छे टक्क अहिले त पुरै भित्र सेतिर होला चिसो मान्छ अब म चाहिँ यता छ के अरे रजना गाउँ चाहिँ यता हो रजना हाम्रो एउटा यो छ नि पारीको यो डाँडा यता उता चाहिँ रजना पर्छ सुकै छैन अहिले चाहिँ दामी फिल भइरहेको छ यति म चाहिँ के भन्न चाहन्छु भने कि यस्तो पानी परिरहेको छ होइन यस्तो पानी परिरहेको होला दुःख लागेर मैले भिडियो बनाइरहेको छु टक्क 1 लाख चाहिँ हान्नु होला होइन यति सानो गरेर टक्क भिडियो बनाइरहेको छु किन टक्क 1 लाख चाहिँ गर्नु होला हाम्रो गाउँको दृश्य देख्नु हुन्छ सो चाहिँ फेरि देख्न सक्नुहुन्छ यतिका गाई चाहिँ फेरि पानी आएन कति झ्याउ भयो क्या फेरि पानी आइदिरहेको क्या ल अन्त फेरि पुरै पानी आइसक्यो झलक पानी आएको हुन्छ के रातेमा वो अलग ही लेवल का बंदा था के यार घर नै पाउन्न क्या म त रक्क लगाएर त पल्टी जान्छु नि उता पल्टेर सिन जानु जान्छु सो के छैन पल्टेर दाइन्छ रक्क लगाएर यतापट्टि हेर्नुहुन्छ माथितिर पुरै पहिला चाहिँ हिउँ पर्थ्यो हिउँ पनि छोएको धेरै भइसक्यो त्यो झारू छ यतातिको सिन पनि देखाइदिन्छौ माथि हेर्न सक्नुहुन्छ हेर्नेमा केमा चाहिँ हाम्रो देखिन्थ्यो अब के गर्ने पानी आछ अब धेरै मोबाइल भिजिसक्यो पानीमा त्यो पनि केही छैन मजाको घर जान्छु किन बाटो जान्छु पानी आछ सुकेको छैन त्यही पनि पानी आयो भने केही छैन कोलाएर
हामी चाहिँ पहिला सानोमा एक दुई क्लास पढ्दाखेरि चाहिँ यही स्कुल पढेको क्या हामी सानोमा सानो थियो अहिले चाहिँ बस्न पढ्छु यस्तै सनबागतिर फेरि पानी आउनु थाल्छ क्या यार पानी आएको थिएन धेरै आइसक्यो यार अहिले चाहिँ क्यामेरामा पुरै पानी परिरहेको म चाहिँ यता जान्थेँ झ्याउ लाग्यो लामो छ बाटो अलिक पानी आयो भने झ्याउ हुन्छ त्यही फेरि म फर्किसकेँ ओरोदोरो आकाशको लिङ्ग गर्छ ओरोदोरो भइरहेको छ अघि नै आएको यार टाइम पनि गइसक्यो घसा गएर टक्क सुत्नु पर्ला जायो भएको छ हात पुरै चिसो भइरहेको गाइस मजा उता झ्याउ लगाएर अब यहाँ ओर आइसक्यो उता चढ्नुपर्छ कालो आइसक्यो फेरि बादल आउनु त कहिले छोड्दैन ग्यास लाग्यो होला यार घरि देख्छु बादलै अक्क लाग्यो यस्तो चिसो मौसममा अलिक पहिला यस्तो पानी आएको भयो त्यहाँ मजा हुन्थ्यो नि यार अक्क हिउँसु पर्थ्यो हिउँ हेर्न जानुहुन्थ्यो पानी आउँथेन त्यस बेला अहिले हुँदैन पानी आएर जान्छ के भन्ने आकाशलाई अब गाली गर्नु भएन हात्ती राखेर अक्क लगाएर पर्छ ल माथितिर पुरै फेरि कालो आइसक्यो भर्खरै फाटो लाग्थ्यो यार फेरि कालो आइसकेको ल म चाहिँ यहाँ फेरि गल्छी खानुपर्छ टक्क यो नि त पारा हानेर टक्क हाल्छ नि त आइसक्यो म यहाँ कराउँछु त वाह लगाएर पनि झाल्दा को कराउँछु आफ्नै गाउँ को कराउँछु टक्क यहाँ तलतिर फेरि स्कुल टोल भन्छ हाम्रो घरदेखि तलैको तल लापुन भनौँ अनि यो माथि चाहिँ माथि लापुन गाउँ चाहिँ पाएको छैन त्यही पनि ठिकै छ तपाईँ अगाडि ल सुनेको गाइस म चाहिँ घरदेखि अलिक तल आएको छु घरदेखि चाहिँ हाम्रो दिदी घरि हो छ अलिक पर कता त छ म अब दोकानबाट गएर चाउचाउ किन जान्छु त भोक लाग्यो टक्क पानीले बाल पुरै भिजायो पानी फाट्यो टक्क लगाएर पानी पुरै फाट्यो अहिले त